दर्शक पनि यति बेला हाम्रो सामु धर्मगुरु सुदीप दाहालजी हुन्छ, देशको समस्या विषयमा कुराकानी गर्दैछौँ। तपाईँ हामी कुरा गरिरहँदा यति बेला बाराको सिमरामा कर्फ्यू चलिरहेछ। आज पनि जेनजी र प्रहरी झडप भयो। यो किन भइरहेछ गुरु? काम पाउँदैनन्, के गर्ने हो के नगर्ने केही थाहा छैन, अनि जागिर छैन, अधिकांश युवाहरू बेरोजगार छन् भन्ने सबैलाई अवगत नै छ। अनि प्रहरीसँग कहिले झडप खेल्न जान्छन्, कहिले के गर्न जान्छन्, अनाप शनाप केही नगरेसम्म शान्ति प्राप्त गर्दैनन्। अध्यात्मको माथि एमाले वडाध्यक्षले कुटपिट गरे भनेर यति बेला एमालेका वडाध्यक्षहरू पक्राउ परेका छन् गुरु। जेनजी युवाहरूमाथि नै गरे हो भने पक्राउ गर्नै पर्छ, तर अझ छानबिन चाहिँ जरुरी छ। त्यहाँ उनीहरूलाई कसले उक्साइरहेको थियो त्यो झडप गर्न, प्रहरीहरूसँग जुहारी खेल्न जानको लागि कसले उक्सायो, ती यावत कुराहरू पहिला हामीले सोच्नुपर्ने हुन्छ नि त। हिजो मात्रै महेश बस्नेत बाराको सिमरामा जान खोजेका थिए, त्यहाँको एयरपोर्टमै तोडफोड भयो होइन, जेनजीले तोडफोड गरे भन्ने आरोप आयो। देश एमालेमै भइसक्दाखेरि एउटा विपक्षी दल के छ भन्दाखेरि तरङ्गित भएको अवस्था छ। सर्वत्र एमालेको जय जयकार हुँदैछ, अरू पार्टीहरूले केही गर्न सकेका छैनन्, अरू जेनजीका ग्रुपहरूले पनि कुनै त्यस्तो सभा समारोह आयोजना गर्न सकेका छैनन्। त्यस्तो प्रदर्शनहरू गर्न नसकिसकेपछि फ्रस्ट्रेसनमा आएर नेकपा एमालेलाई रोक्ने नियोजित षड्यन्त्र हो त्यो। कतिपयले भनिरहेछन् गुन्डुमा जाँदाखेरि परिचय पत्र देखाउनु पर्थ्यो सर्वसाधारणले, आज महेश बस्नेतलाई बाराको सिमरामा रोके सही गरे भनिरहेछन्। होइन, खोइ त हामी पनि गुन्डो गइरहेका हुन्छौँ बेला बेलामा, हामीलाई कहिल्यै परिचय पत्र माग्दैनन् त। हिजो महेश बस्नेतले भन्थे तिम्रो बाको ताकत छ भने केपी ओलीले छोएर देखाऊ भन्थे महेश बस्नेतले। आज जेनजीले भन्दैछन् बाको हिम्मत छ भने बाराको सिमरामा आऊ भनेर महेश बस्नेतलाई भनिरहेछन् जेनजीहरूले। होइन, उहाँ त आउनुहुन्छ, हिम्मतको कुरा होइन। हिजोको दिनमा पनि सङ्गठन विस्तार गर्नको लागि, साङ्गठनिक काम गर्नको लागि देशका विभिन्न क्षेत्रहरूमा गएकै हो नि, त्यो कसैले देख्न सक्छ। त्यति बेला अहिले जेनजी भनिनेहरू कहाँ सुतेर बसिरहेका थिए, कुन गेम खेलेर बसिरहेका थिए मोबाइलमा। तर आज जेनजीले महेश बस्नेतलाई रोके नि होइन, बाराको सिमरामा जान दिएनन्, एयरपोर्टबाटै फर्किए महेश बस्नेत। दुःखद कुरा हो, एउटा लोकतान्त्रिक देशमा एउटा व्यक्ति आफ्नो प्रचार प्रसारको लागि, आफ्नो सम्बोधनको लागि, जनताहरूलाई जागरण गराउनको लागि एउटा ठाउँमा जान नपाउनु लोकतन्त्रको लागि एकदमै निराशाजनक कुरा हो। यो लोकतन्त्रको खुलेआम हत्या भइरहेको छ अहिलेको अवस्थामा। कांग्रेस एमालेले जे रोपेका थिए त्यही उम्रियो भनिरहेछ। के रोपेका थिए? नेकपा एमालेको पालोमा कसैले बोल्न पाउँदैन थियो र? जब नेकपा एमाले सरकारमा थियो तब वाक स्वतन्त्रता त खुलेआम थियो होला। के दुर्गा प्रसाईले त अराजकता गरेर पक्राउ पर्या हुन् नि। आज त अनि आन्दोलन गरिसकेपछि पो पक्राउ गर्ने हो त दुर्गा प्रसाईलाई? आन्दोलनै नगरिकन एउटा युट्युबमा भिडियो हेरेको भरमा पक्राउ गर्न त मिल्दैन नि। अराजक अभिव्यक्ति दिए होला, त्यो आफ्नो ठाउँमा छ, त्यो अलग विषय हो। तर अराजक अभिव्यक्ति दिनु र अराजक गतिविधि गर्नु अलग अलग विषय हो। भोग्ने कुकुरले टोक्दैन भन्ने सरकारलाई हेक्का छैन। यसलाई कसरी हेर्नुपर्छ? केपी ओली दुर्गा प्रसाईलाई बारम्बार पक्राउ गरेको व्यक्ति हुन्। केपी ओली आज दुर्गा प्रसाईको पक्षमा बोलिरहेछन्। होइन, हिजो दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण के थियो त भन्दाखेरि अराजकता सडकमै आएर मच्चाउँथे उनले। बोलेको भरमा पक्रेको त होइन नि। पक्रिनै पर्ने भयो त, सुन्नु, पक्रिनै पर्ने भयो त हिजो कम्बोडियामा फलानु अर्ब डलर, यति अर्ब डलर भन्दाखेरि पक्रिनु पर्ने। तर त्यो कुरामा त कहिल्यै पक्राउ परेनन् दुर्गा प्रसाई। किन परेनन् त भन्दाखेरि ती कुराहरू, ती वाक स्वतन्त्रताको कुराहरू त त्यति बेला पनि छँदै थियो त। दुर्गा प्रसाईलाई मध्यरातमा पक्राउ गरियो होइन, केपी ओलीको पालामा पनि पक्राउ गरिएको थियो त्यसरी होइन र? केपी ओलीको पालोमा के कारणले पक्राउ गरिएको थियो अनि आज के कारणले गर्दाखेरि पक्राउ गरियो भन्ने कुराको भेद हो क्या यहाँ। घटना उस्तै उस्तै देखिए पनि त्यहाँ एउटा सूक्ष्म चिलको दृष्टि नलगाएसम्म हामीले गहन तथ्य, त्यहाँभित्रको तथ्य हामीले बुझ्न पाउँदैन। त्यो बुझ्न जरुरी छ। कतिपयले भनिरहेछन् अब केपी ओलीको दुश्मन पनि बालेन शाह, दुर्गा प्रसाईको दुश्मन पनि बालेन शाह। होइन, त्यो नभन्नुहोस्। केपी ओली र बालेन शाहलाई एउटै लेभलमा राख्ने दुष्प्रयास चाहिँ नगर्नुहोस् भन्न म आग्रह गर्छु। कहाँ देशको पटक पटक प्रधानमन्त्री भइसकेको व्यक्ति अनि कहाँ एउटा महानगरको मेयर
होइन के एउटा के भन्छ नि त्यसलाई, दुवै जनताबाट निर्वाचित गर्ने कुरा होइन। जनताबाट निर्वाचित हो तर दुईटा बीच कुनै पनि प्रकारको कम्प्यारिजन हुन सक्दैन। त्यो त फिर्ता लिनुपर्छ तपाईँले। त्यस्तो पनि सुशीला कार्की सरकारको चाहिँ भण्डाफोर गर्थे, केपी ओलीले पनि सुशीला कार्कीको विरोध गर्थे। त्यो भएर केपी ओली र दुर्गा प्रसाद प्रतिपक्षमा हुँदाखेरि प्रतिपक्षहरू सबैजना मित्र हुन्छन् भन्ने यो एउटा राजनीतिक थ्योरी छ। जो प्रतिपक्षमा हुन्छन् उनीहरूको कमन शत्रु चाहिँ सत्ता पक्ष हुन्छ जहिले पनि, अधिकांश समयमा। अनि त्यही भएर आज केपी ओली र दुर्गा प्रसाई पनि सँगसँगै हो कि जस्तो देखियो, तर दुर्गा प्रसाई र केपी ओलीलाई पनि एउटै तराजुमा जोख्नु पनि उचित होइन। त्यो गलत गरिराख्नु भएको छ तपाईँले। महेश बस्नेत पनि हिजो दुर्गा प्रसाईको विरोध गर्थ्यो, अहिले दुर्गा प्रसाईलाई रिहा गर भनिरहेको छ महेश बस्नेतले। होइन, हिजोको दिनमा सत्तामा हुँदाखेरि दुर्गा प्रसाई कस्तो हो भन्दाखेरि सधैँ प्रतिपक्षी जस्तो भूमिका खेलिरहेको छन् आजसम्म नेपाली राजनीतिमा। तर महेश बस्नेतज्यू त हिजो सत्तामा हुनुहुन्थ्यो, सत्तामा भएको दलको नेता हुनुहुन्थ्यो। त्यो कारणले गर्दाखेरि पनि सत्ताको पक्ष त लिनै पर्ने हुन्छ या आफ्नो पार्टीको पक्ष लिनै पर्ने हुनाले त्यस्तो गर्नु परेको न हो। कतिपयले भनिरहेछन् दुर्गा प्रसाई भने कतै केपी ओलीबाट परिचालित पात्र हो कि भनेर आशंका। हो, होइन, त्यो आशंका गर्ने थुप्रै कारणहरू छन्। हिजोको दिनमा चाहिँ मार्सी हामीले बिर्सेका छैनौँ। आज पनि दुर्गा प्रसाईलाई कसैले जिस्क्याउनु पर्यो भने मार्सी भनेरै जिस्क्याउने हुन्, होइन। अनि धेरै कुराहरू छन्। नेकपा एमालेको केन्द्रीय सदस्य भइसकेको व्यक्ति हो, अनि उसको नसाबाट चाहिँ एमालेको रगत चाहिँ यति चाँडै निस्किसकेका छ होला त दुर्गा प्रसाईको। एमालेमा फर्किने भने एकचोटि नेकपा एमालेको रगत जसमा मिसिसकेको हुन्छ उसको शरीरबाट त्यो रगत कहिले पनि निस्किन सक्दैन वास्तवमै भन्नुपर्दा। विरोध गर्ने ईश्वर पोखरेलले विरोध गर्नुहुन्छ, योगेश भट्टराईले विरोध गरिरहेछन्, नेकपा एमालेका अन्यान्य नेताहरूले नि त विरोध गरिरहेका छन् त। त्यस्तै हुने हो भने त एमाले हुने बित्तिकै विरोध नगर्ने भन्ने त्यस्तो त देखिया छैन नि परिदृश्यहरू। यो कुरा गर्नै पर्यो। त्यति बेला सत्तामा जो थियो उनको विरोध गर्ने हो। यति बेला सत्तामा सुशीला कार्की भएर ओम प्रकाश अर्याल भएर उनीहरूको विरोध गर्दैछन्। कुरा स्पष्ट छ। तपाईँलाई मैले यो बाराको घटनातिर लिएँ। बाराको सिमरामा यति बेला कर्फ्यू जारी छ, होइन? साँझको समयमा कर्फ्यू लाग्ने भनेको छ। अब के हुँदैछ देशमा, कता जाँदैछ? जेन्जी आन्दोलन फेरि सडकमा देखिया हो। होइन, बाराको सिमराको घटनाले हामीले के स्पष्ट रूपमा बुझ्न सक्छौँ भन्दाखेरि नेकपा एमाले जस्तो एउटा राष्ट्रिय शक्ति बन्न सक्ने दललाई बन्देज नगरेसम्म, उसलाई निषेध नगरेसम्म, उसको रणनीतिहरूलाई निस्तेज नपारेसम्म, उनका नेताहरूलाई चुनावी सभा अथवा अनेक जागरण सभाहरूमा सम्मिलित हुन नदेसम्म, त्यहाँ नरोकेसम्म नेकपा एमालेलाई रोक्न सकिँदैन भनेर अहिलेको सत्ता पक्षले गिद्धे नजर लगाइराखेको छ। त्यो नजरबाट नेकपा एमाले जोगिन त जोगिन्छ, किन नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई कसैले रोकिने होइन। त्यो भीमसेनको बाटो चाहिँ हनुमानको पुच्छरले रोके जस्तो होइन नि नेकपा एमालेलाई रोक्नु भनेको। अनि त्यस्तो कार्यक्रम गरेको देखियो। काठमाडौँमा कार्यक्रम गर्न समस्या छैन, केपी ओलीले गुन्डुमा कार्यक्रम गरे, पुरानो मानिसमा कार्यक्रम गरेको देखियो। तर महेश बस्नेतलाई मधेसमा नो इन्ट्री। अनि मधेसमा अहिले अतिवादीहरूको बढ्दो जनसङ्ख्या छ। भारतीय हुरीले छोएको अवस्था छ मधेसका जनताहरूलाई। त्यो हुरीबाट मुक्त हुनुहोस् मधेसका नेपालीहरू। तपाईहरूलाई म आग्रह गर्छु, भारतीय हुरी भर्खरै बिहारमा चुनाव भयो, अनि त्यो चुनावी हुरी जुन बिहारमा अतिवादीहरूले एउटा सत्ता बनाउने माहौल सृजना गरेका छन्, त्यही हुरी मधेस हुँदै नेपाल कब्जा गर्ने रणनीतिमा छ। त्यसकै एउटा परिदृश्य यो अहिलेको नेकपा एमालेका नेताहरूलाई छिर्न नदिनु हो, कार्यक्रम गर्न नदिनु। कार्यक्रम त भयो हालाकि गर्न नदिए पनि, तर त्यो के को परिणाम हो भन्दाखेरि त्यही दक्षिणको हुरी हो, मधेस तलतिरको हुरीले गर्दाखेरि यो सताएको हो वास्तवमा भन्छु। मधेसको जनता चाहिँ भारतबाट परिचालित छन् भन्नु? परिचालित भन्न खोजेको होइन मैले। कुनै पनि एउटा देशमा अथवा देशको सिमानामा के घटना हुन्छ त्यो सीमा पारीको हुरीले त आउँछ नि। जस्तै मधेस बोर्डर, नेपालको बोर्डरको दायाँ बायाँ दुवैतिर बाढी आयो भने त एकसाथ आउँछ नि। त्यस्तै प्रकारको हुरी नेपालमा छिर्यो
त्यो हुरी त देशको लागि घातक छ, देशको भविष्यको लागि। अहिले जस्तै भर्खरै सीके राउतले केही दिन अगाडि मधेसलाई स्वायत्त घोषणा गरौँ भन्नुभएको छ। एक अर्थमा त त्यो राम्रो पनि हो, किन आजसम्म मधेसलाई पिछडिएको बनाएको कसले हो त? अनि स्वायत्त बनायो भने त एक अर्थमा मधेस स्वायत्त भइसकेपछि आफ्नो काम कारबाही उनले आफै गर्न पाउँछ, त्यहाँका जनताहरू सार्वभौम हुन सक्थे। अहिले मधेसीलाई नेपाली नगर्ने अवस्था छ अतिवादीहरूले। ए मधेसी पनि नेपाली हुन् र भन्ने अवस्था छ नि त। अनि त्यहाँ जातको नाममा, धर्मको नाममा, लिङ्गको नाममा अनेक प्रकारका शोषण मचाएर बिहारकै जस्तो एउटा हालत अनि अतिवादीहरूको एउटा राज्य सत्ता बनाउने षड्यन्त्र हो यो। महेश बस्नेतलाई बाराको सिमरामा रोकियो, जान दिएन होइन, एयरपोर्टबाटै फर्किए। अब काठमाडौँमा पनि माइतीघर मण्डलमा प्रदर्शन गर्ने भनेको छन् एमाले। अब के होला? होइन, एउटा ठाउँमा रोक्यो त्यसको अर्थ यो होइन कि देशको सबै ठाउँबाट रोक्न सकिन्छ। त्यो विगतका दिनमा पनि त महेश बस्नेत सिन्धुली जानुभयो, नेपालगञ्ज दाङ कतातिर जानुभयो, त्यतातिर त कसैले रोक्न सकेन। एउटा ठाउँमा रोकिनु भनेको अब सर्वत्रबाट लखेटियो भन्ने भाष्य निर्माण गर्नु हुँदैन। हामीले यति कुरामा स्पष्ट अहिले जुन महेश बस्नेतको जुन अडान छ, जसको अडानको कारणले गर्दाखेरि पुराना राजनीतिक दलहरू पनि फेरि उठ्ने सम्भावनामा आए, त्योदेखि त्यही भएर त आतङ्ककारी जस्तै व्यवहार गरिरहेका छन्। देखिरहेको छ त, आतङ्कवादीले निषेध गर्छ, आफू केही गर्न सक्दैन, अर्काले गरेको पनि उसले देख्न सक्दैन। बाँदरले आफ्नो घर पनि बनाउँदैन अनि अर्काले बनाएको घर पनि भत्काइदिन्छ भने जस्तो क्रियाकलाप गरेको हुनाले अनि त्यो क्रियाकलाप यस्तै गर्नेवाला छन् है यी समूहले भनेर नै यो भएको हो भन्ने मलाई लागिरहेको छ। पूर्व आकलन गरेको महेश बस्नेतज्यूले वास्तवमा यो घटनाको। महेश बस्नेत बाराको सिमरामा जान सकेनन्, अब के होला? चुनाव जित्ने त परम कुरा भन्दैछन्। महेश बस्नेत मात्र होइन नि, नेकपा एमाले भित्र त्यही बारामा महेश बस्नेत आदिलाई जान नदिँदा त्यत्रो विशाल सभाको आयोजना भयो, त्यत्रो विशाल प्रदर्शन भयो भने तपाईँ सोच्नुहोस्, चुनाव जित्दैनन् त? चुनावमा त स्पष्ट बाराका जनताहरूले नेकपा एमाले बाहेक अरूलाई भोटै हाल्दैनन्, ती 2-4 गिने चुनेका भनिएका कथित जेन्जीहरू बाहेक। माइतीघरमा प्रदर्शन गर्न दिँदैन एमालेलाई भनिरहेछन् जेन्जीहरूले। कुन जेन्जीले भनिरहेछन्? जेन्जीहरूले आधिकारिक रूपमा भनिसके हामीले केही गरेका छैनौँ त्यस्तो स्पष्ट रूपमा भनेका छन् त। कुन जेन्जी समूहले गर्यो त? अनि जेन्जीको एउटा कार्यक्रम रहेछ बाराको सिमरामा, एमालेको कार्यकर्तालाई बिथोल्न खोजे, जेन्जीलाई कुटपिट गरे, त्यो आरोप लगाएको हो। त्यो त आरोप लगाएको हो नि। आज चाहिँ एमालेलाई गाली नगरिकन कसैले कार्यक्रम गर्ने स्थिति छ? एमालेको विरोध नगरिकन कुनै कार्यक्रम सम्पन्न हुन्छ? कुनै भएको छ भन्नु न। हालका घटनाहरू जति पनि राजनीतिक कार्यक्रमहरू भइरहेका छन्, ती कार्यक्रमहरूमा त्यो कार्यक्रमहरू एमालेको नाम नलिकन सकिएका छन् अहिलेसम्म छैनन् नि। केपीओलले पनि बारम्बार सुशीलाकारीको विरोध गरेर देखिन्छ होइन, बालिनको विरोध गरेर देखिन्छ। हिजो पनि बालिनले चाहिँ विरोध गरेका छैनन्। बालिनले चाहिँ बार राति के को तालमा हो स्ट्याटस लेख्दै सबैको विरोध गर्नु हुने। सुशीला कार्की हिजो बाहिर हुँदाखेरि मिडियामा अन्तर्वार्ता दिँदै यी सबै ठग हुन्, लुटेरा हुन्, भ्रष्ट हुन् भन्दै गाली गर्न हुने, अनेक अरू नेताहरूले गाली गर्न हुने। अनि केपी ओलीले नहुने, महेश बस्नेतले भएको आरोप लगाउन नहुने, तथ्य सहित त्यो पनि बिना तथ्य गरा भए त ल बालिन जस्तो बिना तथ्य एउटा नसाको तालमा गरेको भए त ल गलत गरे भन्न हुन्थ्यो। तथ्य सहित दिएको छ। अनि अब त्यो तर्कलाई तोडौँ भने अर्को तर्कै छैन, किन सत्यलाई तोड्ने त अर्को सत्य हुँदैन नि त। त्यो हिसाबले गएर हुँदैन नि। गुरुको सुझाव के छ? अब एमाले चुनावमा जानुपर्छ के छ? एमाले चुनावमा अब हिजोको घटना हेरौँ त, त्यो तालले चुनाव गराउन सक्छ त सरकारले, र चुनावै गराउने भयो। अनि एउटा पार्टीलाई एउटा ठाउँमा निषेध गराएको छ, नियोजित रूपमा आक्रमण गराएको छ, अनि त्यसरी चुनावमा जान सकिन्छ त? कुनै नै हालतमा सकिँदैन नि। गराउनु पर्यो चुनावमा त, अब जानु पर्यो चुनाव। इनकेस चुनाव भइहाल्यो भने त जानै पर्ने हुन्छ। इनकेस चुनाव भइ नै हाल्यो, चुनाव चाहिँ अब अकाट्य छ, चुनावको अरू कुनै विकल्प निस्केन
भने त चुनावमा जानु परेन त अनि एमाले कति सिट ल्याउला चुनाव भयो भने आजको दिनमा? एमाले नै त सबैभन्दा देशको सबैभन्दा ठुलो पार्टी बन्ने सङ्केत गरिराखेको छ त। देशका अहिले पछिल्ला गतिविधिहरू हेर्नुहोस्, अब स्पष्ट बहुमत नै आउँछ त अहिले यो समयमा भन्न मुस्किल छ, किनभने राजनीतिक शक्तिहरू एक प्रकारले स्क्याटर्ड छन्, सबैतिर सर्वत्र अरूतिर फैलेका छन्। तर एमालेको शक्ति के छ भन्दाखेरि आज पनि एकजुट छ, एउटै मुट्ठी बनाएर क्रान्तिको आवाज बोलिराखेको छ। नेतृत्व भएन भनिरहेछन् एमालेको नेतृत्व, केपी ओली चाहिँ नेतृत्व होइन, नेतृत्व त अब महाधिवेशन हुँदैछ, एमालेका कार्यकर्ताहरूले एमालेका सदस्यहरूले जसलाई चाहन्छन् उनलाई नेतृत्व चुन्छन्। त्यो नेतृत्वको त कुनै विवाद गर्नुपर्ने विषय नै छैन नेकपा एमाले भित्र। फेरि अभेन्डा एमाले गुरुलाई अनि केपी ओलीले चाहिँ यति बेला दुर्गा प्रसाईको समर्थन गर्ने अवस्थामा पुगे केपी ओली? होइन, हिजो दुर्गा प्रसाईको समर्थन गर्ने अवस्थामा पुगेको होइन। हिजोको दिनमा दुर्गा प्रसाई पनि नेकपा एमालेकै मान्छे हो, सबलाई थाहा छ। यो काटेर काटिने तर्क होइन या लुकाएर लुक्किने कुरा नि होइन। भोलिको दिनमा पनि दुर्गा प्रसाई आउने भनेको घर फर्क अभियान मार्फत आउने नेकपा एमालेमै हो। त्यही भएर घर फर्किने सम्भावना हुन सक्छ भनेर समर्थन गरेको पनि होइन, उहाँको लागि बोलिदिएको हो। अकारण नसमातन कुनै व्यक्तिलाई, केही अपराधै नगरिकन समात्न त मिलेन। दुर्गा प्रसाईले प्रहरी बारे कस्तो अभिव्यक्ति दिएको छ सुन्नुभयो नि तपाईँले? होइन, अभिव्यक्ति ठिक छ। जसरी प्रहरीलाई कुदायो त्यो चाहिँ ठिक गर्यो भनेर 8 क्लास मात्र पढेको मान्छेबाट हामीले कस्तो अभिव्यक्तिको आशा गरिरहेका छौँ त? यो कुरा बुझ्नुपर्छ नि। उसले शिक्षाको अवसर पाएन कुनै समयमा, उसले किताबहरू पढ्न पाएन, उसले धेरै अवसरहरूबाट ऊ वञ्चित थियो। अनि जो वर्ग शिक्षाको उसले अवसरै पाएन, 8 कक्षासम्म मात्र पढ्ने उसले मौका मिल्यो, अनि उसले चाहिँ पिएचडी गरेको व्यक्तिको जस्तो अभिव्यक्ति दियोस् भनेर हामीले आश गरेर हुन्छ त? हुँदैन नि एक अर्थमा। कि त नित्य किताब पढ्ने बानी हुनु पर्यो, अनि चाहिँ दुर्गा प्रसाईले पनि राम्रो कुरा गर्छ है भन्न सुहाउँछ। तर न किताब पढ्ने न केही पढ्ने, 2-4 जनाले वरिपरिबाट जे सुनाइदिन्छन् त्यसलाई नै ल हो है हो भनेर भनिदिने व्यक्ति प्रवृत्तिबाट के आशा गर्ने हामीले? केपी ओलीजीले भन्नुभएको छ दुर्गा प्रसाईले जुन भिडियो देखाएको छ त्यसमा चाहिँ छानबिन होस् भनिरहेको छन् केपी ओलीले। त्यहाँ अब केही तथ्य छ भने छानबिन होस् न त, किन डराउँछ त सरकार? सरकार जब बन्यो तबदेखि नै छानबिनको नाममा चाहिँ ऊ अलिकति त्रस्त देखिन्छ, अलिक डराएको जस्तो देखिन्छ। किन डराइराखेको छ सरकार? दुर्गा प्रसाईसँग मात्र होइन, छानबिनको नाम सुन्यो कि ऊ डराउँछ। फलानु चिज छानबिन गर है भनेर जनताहरूले माग गरिरहन्छन्, जेन्जीहरूले आन्दोलनकारीहरूले माग गरिरहन्छन्। ऊ सरकार कुन्दुलोभित्र बस्छ। देशमा सरकारै नभएको जस्तो अवस्था सिर्जना भइसक्यो यो स्थितिमा त। यो सरकार नै सरकार हो र? गृहयुद्धमा लाग्ने भरपुर प्रयास गरिराखेका छन् षड्यन्त्रकारीहरूले। हामीले संयमता अपनाएर के गर्नुपर्छ भन्दाखेरि देश गृहयुद्धमा नजाओस्। एमाले नै हो यो भड्काउने, यो जनता भड्काउने, जेन्जीलाई भड्काउने भन्ने आरोप लाग्छ एमाले। कसरी भड्काउने बित्तिकै भड्किने जेन्जी के जेन्जी त? हैन, म अक्सर उदाहरण दिने गर्छु। देशको प्रधानमन्त्री कसैले केही भन्ने बित्तिकै डगमगाउने आस्था के आस्था त? कसैले एउटा के भन्ने बित्तिकै उसको आस्था तितर बितर हुने त्यस्तै अवस्था होइन? कसैले भड्काउने बित्तिकै भड्किने कस्तो व्यक्ति हो त त्यो? न आफ्नो विचारमा अडान्छ, न आफ्नो सिद्धान्तमा अडान्छ, न आफ्नो आस्थाप्रति नै ऊ आस्थावान छ। थोरै केही फु गर्ने बित्तिकै ढल्ने, फु गर्ने बित्तिकै डगमगाउने, फु गर्ने बित्तिकै ठाड उभिन नसक्ने, के हो त्यो अवस्था? सोचनीय। केपी शर्मा ओली पटक पटक प्रधानमन्त्री भएको व्यक्ति के बोल्ने ख्याल गर्नुपर्छ, महेश बस्नेतहरू मन्त्री भएको मान्छे के बोल्ने ख्याल गर्नुपर्छ, दुर्गा प्रसाईले पनि आफ्नो बोलीमा लगाम दिनुपर्छ भन्ने आवाज सुन्छौँ नि हामी। ठिक छ, एक अर्थमा त्यो पनि सही हुन सक्ला, के बोल्ने के नबोल्ने अलिक ख्याल गर्नुपर्ने हुनसक्छ। तर राजनीति सधैँ त्यसरी चल्दैन। राजनीतिमा नबोलिकन राजनीतिक नेताहरू कस्ता हुन्छन् भन्दाखेरि जस्ता जनता हुन्छन्, जनताले जस्तो सुन्न चाहन्छन्, नेताहरूले बोल्ने बानी पनि त्यही हुन्छ। यो कुरा हामीले बुझ्नुपर्छ। उनीहरूले यदि त्यस्ता कुराहरू सुन्न नचाहने हो भने त त्यो भिडियो आफै चल्दैन। उनीहरूले सुनिराखेका छन्, हेरिराखेका छन्, हेरेर त्यहाँ कमेन्ट पनि टाइप गरिरहेका छन्, आफ्नो अमूल्य समय खेर फालेर
अनि बोल्ने नै त्यही हो त, त्यही चलिरहेको छ त। ट्रेन्डसँगै त चल्नु पर्यो नि, ट्रेन्डसँग पनि चल्न नसक्ने नेता त के नेता र? गुरुलाई के लाग्छ दुर्गा प्रसाई पक्राउ परेको कारण के जस्तो लाग्छ तपाईँलाई? मलाई लाग्छ दुर्गा प्रसाईले जुन मङ्सिर 7 गतेदेखि आन्दोलन हुन्छ भनेर एकदम प्रचारबाजी गरिराख्नु भएको थियो, अब देशलाई नै अशान्त बनाउने माहौलतिर लग्ने एउटा प्रयासरत हुनुहुन्थ्यो, त्यसलाई नै रोक्नको लागि सरकारले दुर्गा प्रसाईले समातेको हुनसक्छ भन्ने मैले आकलन गरेको छु। कतिपयले के भन्छन् भने बालेन शाहको खुबै विरोध गर्थे दुर्गा प्रसाईले, यसकारण बालेन शाहले नै दुर्गा प्रसाईलाई पक्राउन लगायो भन्ने। होइन, त्यति मात्र सोच्नु हुँदैन। मङ्सिर 7 गते नेपाली बन्द गर्छु, अब ग्यास किन्नुहोस्, तेल किनेर राख्नुहोस्, खाद्यान्न किनेर राख्नुहोस् भनेर जनतामा आतङ्क फैलाउने अनि उसलाई चाहिँ खुला साँडे जसरी छोडिदिनु पर्ने त होइन होला सरकारले पनि। केपीओले किन विरोध गर्छ? रिहाई गरेर दुर्गा प्रसाईलाई भनिरहेछन्। होइन, सम्झाइ बुझाइ गर त्यसपछि पठाइदियो भने नि ओली सरकारको बेलामा जस्तो हुन्थ्यो त्यस्तै गरी गर भन्ने अर्थमा गरेको हो क्या, त्यो त्यसरी बुझ्नुपर्छ। होइन, बोल्न पाउने तर अराजक कुराहरूलाई अब बोलीमा मात्र सीमित राखे त हुन्थ्यो, तर आफ्नो त्यो छनाखाँदाको लोन पनि तिर्न नसक्ने अनि त्यो लोन तिर्ने पैसा चाहिँ अनि आन्दोलनमा खर्च गरिसकेपछि त अनि कसरी देश अगाडि बढ्छ त? कि त लोन तिरिसक्नु पऱ्यो, त्यसपछि जतिसुकै त्यसै खर्च गरोस्, कुरा भएन। तर लोन तिर्ने पैसा आन्दोलनमा खर्च गरिसकेपछि देशको अर्थतन्त्र कहाँ जान्छ त भन्ने कुरा हो नि त। अर्थशास्त्रको हिसाबले पनि हामीले त्यहाँ हेर्नु पर्यो क्या। एउटा आन्दोलन गर्यो भने देशको अर्थतन्त्र नै ठप्प हुने स्थिति आउँछ। अस्ति त्यही 1-1.5 दिनको आन्दोलनले अरबौँको घाटा लाग्यो नि नेपाललाई। त्यत्रो अरबौँको क्षति एउटै ठाउँमा, एउटै सानो एरियामा भएको छ। सिंहदरबारदेखि लिएर बिजनेस कम्प्लेक्सहरू, होटेलहरूदेखि लिएर हरेक चिज जलेका छन् नि। अनि अर्थशास्त्रीय दृष्टिकोणले हेर्दाखेरि त आन्दोलन सधैँ घातक हो। हामी अन्त्यतिर छौँ, अब नेपालको राजनीति कता जाला के होला? अब नेपालको राजनीति अब अहिले त यही अस्थिरतामा गइरहेको छ। अब केही समय अझै यो राजनीति अस्थिर नै हुनेवाला छ भन्ने मलाई लागिरहेको छ, भन्ने मैले सोचिरहेको छु। यो अस्थिरताबाट मुलुकलाई निकास दिनुपर्ने हामी युवाले हो, हामी जेन्जीहरूले हो। अब पनि हामी जेन्जी भनेर बस्नु हुँदैन। जेन्जी भनेर बस्नु भनेको हामीले एउटा फेरि नयाँ डिभिजन क्रिएट गर्नु हो, नयाँ एउटा वर्ग क्रिएट गर्नु हो जेन्जीको नाममा। जेन्जी बाहेक अरू सबै तुच्छ भने जस्तो क्रिएट गर्नु हो। हिजो जसरी डिभाइड एन्ड रुलको खेलहरू भइरहेको थियो त्यस्तै डिभाइड एन्ड रुलको खेल अहिले उमेरको नाममा भइरहेको छ। हिजो धर्मको नाममा हुन्थ्यो, जातिको नाममा हुन्थ्यो, रङ्गको नाममा हुन्थ्यो, अग्लो होचो शक्तिशाली कमजोर बीच हुन्थ्यो, धनी गरिब बीच हुन्थ्यो। आज उमेरको नाममा लडाउनको लागि अनेक प्रपञ्चहरू भइरहेका छन्। यी प्रपञ्चहरूलाई हामीले स्पष्ट रूपमा बुझेर यी प्रपञ्चहरूलाई अगाडि बढ्न नदिनको लागि एकजुट भएर हामीले क्रान्तिको आवाज बोल्नुपर्छ, श्रमजीवी वर्गहरूको आवाज बोल्नुपर्छ। अनि देशमा शान्ति स्थापना हुन्छ अनि हामी समृद्ध पनि हुन्छौँ भन्ने मेरो मत हो। हिजो एउटा समाचार आयो गुरु, मिराज ढुङ्गानाको कार्यालयमा तोडफोड भयो, मिराज ढुङ्गानामाथि हातपात भयो भन्ने समाचार आयो। कसले गर्यो होला? गर्यो होला अमुक तत्त्वले। जब अस्ति होइन अस्ति केही दिन अगाडि के समाचार आएको थियो भन्दाखेरि मिराज ढुङ्गाना पनि अब दल नखोलिकन नेकपा एमाले भित्र मिल्ने होइन छलफलमा छन् भनेर समाचार आएको थियो। अब एमाले जस्तो राष्ट्रवादी पार्टीसँग यो मिराज मिल्ने भनेर उनका विरोधीहरूलाई त मन परेन। यो जो विदेशीको इसारामा नाचिरहेका छन् तिनलाई त मन परेन। ल मिराज पनि राष्ट्रवादी हुने, ऊ पनि राष्ट्रको हक हितका लागि लड्ने भनेर उनका विपक्षीहरूले उनीमाथि तोडफोड गरे, अराजकता गरे, आफ्नो नीचताको जुन दर्पण देखाइदिए उनलाई। घाइतेको फोन उठाएनन् मिराज ढुङ्गानाले, घाइतेको आवाज सुनेनन् मिराज ढुङ्गानाले भन्ने आरोप लाग्यो। त्यो घाइतेले मिराज ढुङ्गालाई नै फोन गरेको भन्ने के प्रमाण छ र? रङ नम्बर पर्यन्त हुनसक्छ अनि उसले नउठाएको हुनसक्छ। यी यावत कुराहरू सोच्नुपर्छ। फोन नउठाएको, फोन नगरिकन सिधै भेट्न गएको भए पनि हुन्थ्यो, घाइतेले अरू कोही प्रतिनिधि पठाइदिएको भए नि हुन्थ्यो। अनि फोनै उठाएन भन्ने बित्तिकै कार्यालय नै तोड्दिने, अफिसै तोड्दिने, त्यस्तो अराजकता त्यो सह्य कुरा चाहिँ होइन, त्यो अमानवीय नै हो।
हस् राधे राधे।